जब हामी एउटा समस्या समाधान गर्छौं तब हामी अन्य समस्याहरू सिर्जना गर्छौं जुन झन खराब हुन्छ। इन्डियामा ब्रिटिस शासनको बेला दिल्लीमा कोब्राको संख्या बढेको थियो। त्यो समस्या हल गर्ने त्यहाँको गभर्नमेन्टले एउटा स्किम लन्च गरे जस अनुसार कोब्रा मारेर ल्याउनेलाई पैसा दिन्थे, जसको परिणाम कोब्राको संख्या तेजीले घट्न थाल्यो। यो देखेर जनताले कोब्रालाई घरमै पाल्न थाले। जब उनीहरूलाई पैसाको आवश्यकता पर्थे तब उनीहरूले कोब्रा मारेर सरकारलाई दिन्थे र त्यसको सट्टा पैसा लिएर आउँथे। जब गभर्नमेन्टलाई यो कुरा थाहा पाए तब गभर्नमेन्टले यो स्किमलाई तुरन्त बन्द गरिदिए। त्यसपछि घरमा पालिरहेको कोब्राको काम नलाग्ने भएपछि जनताहरूले कोब्रालाई बाहिर छोडिदिए, जसको परिणाम कोब्राको संख्या पहिला भन्दा पनि बढी भयो। किनभने गभर्नमेन्टले स्किम सुरु गर्नु अघि सेकेन्ड अर्डर थिंकिङ गरेन कि कोब्राको सट्टा पैसा दिन थाल्यो भने मानिसहरू त्यो पैसा लिनको लागि के गर्न सक्छ। हामीले जुन पनि काम गर्छौं त्यसको परिणाम हुन्छ, जसलाई फर्स्ट अर्डर थिंकिङ भनिन्छ। तर केही समयपछि त्यो परिणामको पनि परिणाम आउँछ, जसलाई सेकेन्ड अर्डर थिंकिङ भनिन्छ। बडीमा पेन हुन्छ भनेर एक्सरसाइज नगर्नु फर्स्ट अर्डर थिंकिङ हो भने यसलाई 2-3 दिनमा हाम्रो बडीले एड्याप्ट गर्छ। सोचेर एक्सरसाइज गर्नु सेकेन्ड अर्डर थिंकिङ हो। सेकेन्ड अर्डर थिंकिङले तत्काल परिणाम भन्दा बाहिर हेर्न मद्दत गर्छ, जसले लङ टर्म डिसिजन लिन सजिलो बनाउँछ। सेकेन्ड अर्डर थिंकिङलाई प्रयोग गर्ने पहिलो तरिका रहेको छ निर्णय लिनु अगाडि त्यसपछि के त भनेर सोध्ने। यदि तपाईको बिहान उठ्ने बित्तिकै फोन स्क्रोल गर्ने बानी छ भने फोन समात्नु अघि आफैलाई सोध्नुहोस् अनि त्यसपछि के। यसको उत्तर यसरी आउँछ, समय खेर जान्छ, दिमाग आल्छी हुन्छ र दिनभरको प्रोडक्टिभिटी कम हुन्छ। सेकेन्ड अर्डर थिंकिङ प्रयोग गर्ने दोस्रो तरिका रहेको छ समयलाई ध्यानमा राखेर सोच्ने। कुनै पनि निर्णयको परिणाम 10 मिनेट, 10 घण्टा, 10 महिना र 10 वर्षपछि के होला भनेर एनालाइज गर्ने। यदि तपाईको ओभरथिंक गर्ने बानी छ भने यसलाई एनालाइज गर्यो भने यस्तो परिणाम देख्न सकिन्छ। 10 मिनेट पछि दिमाग अझै सोचेरमा अड्किन्छ, 10 घण्टा पछि दिमाग थाकिन्छ र स्ट्रेस पनि बढ्छ, 10 महिना पछि यसले डिसिजन लिन गाह्रो बनाइदिन्छ, 10 वर्षपछि जीवनमा एक्सन लिनुको सट्टा ओभरथिंकमा समय वेस्ट गरेकोमा रिग्रेट हुन्छ। दोस्रो परिणामलाई पहिचान गर्न नसक्नु नै खराब निर्णयको मुख्य कारण हो। कतिपय निर्णयहरू सुरुमा निकै फाइदाजनक जस्तो देखिन्छन् तर पछि गएर तिनै भन्दा खराब निर्णय साबित हुन्छन्। त्यसैले पहिलो विकल्प जतिसुकै फाइदाजनक लागे पनि बिना सेकेन्ड अर्डर थिंकिङ गरी कहिले डिसिजन लिनु हुँदैन। यदि तपाईँ यस्तो कन्टेन्ट हेर्न चाहनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरी भिडियोलाई लाइक, शेयर, कमेन्ट गर्न नबिर्सनु होला।